हेलो एभ्रिवान, सबैजनालाई मेरो भ्लगमा सबैजनालाई स्वागत छ। हाम्रो चाहिँ यो अचानक बनेको प्लान थियो। यस्तो रमाइलो हुन्छ भनेर सोचेको पनि थिइनँ। अनि दिदीहरूले चाहिँ मलाई हिजो खाजा खान बोलाउनु भएको थियो दिदीहरूको घरमा। मैले चाहिँ अनि होइन ड्राई पिकनिक गइदिउँ न त, सबै ड्राई पिकनिक जस्तै सामान छ भनेर हामी चाहिँ ड्राई पिकनिकतर्फ लाग्यो। अनि कहाँ जाने भन्ने सोच गरिरहेको थियो। मैले चाहिँ कालुपाण्डे, किनभने हाम्रो कालुपाण्डे चाहिँ त्यहाँ हाम्रो बस्ने ठाउँबाट अलिक नजिकै थियो, त्यही भएर हामी चाहिँ कालुपाण्डेतर्फ लाग्यो। गाइस सबैलाई हाई गराउँदै अनि उहाँहरूले चाहिँ बाटो चिन्नु हुँदैन थियो। अनि म चाहिँ अघि जाँदै थिएँ बाइक स्कुटीमा। अनि स्कुटीमा जाँदै थिएँ अघि अनि दाईहरू चाहिँ पछि आउँदै हुनुहुन्छ। हेर्नुहोस् है गाइस, मेरो पछि दाई दिदीहरू हुनुहुन्छ त्यहाँ। अनि त्यसपछि चाहिँ हामी यही कालुपाण्डे जाने बाटोको भ्यू हेर्दै रमाइलो गर्दै लाग्यो कालुपाण्डेतर्फ। अनि कालुपाण्डेको मैले चाहिँ अलिकति त्यहाँ भ्यू पनि राखिदिएको छु, कालुपाण्डेबाट देखिने भ्यू गाइज। अनि हामी पुग्यौँ कालुपाण्डे रमाइलो गर्दै। अनि त्यसपछि चाहिँ हाई गर्दै हेलो गर्दै नाच्दै भित्र छिर्दैछौँ। अलिअलि चटक त देखाउनै पऱ्यो नि त होइन गाइज, त्यही भएर हामी चाहिँ हाई हेलो नाच्दै गयौँ। अनि त्यसपछि चाहिँ कहाँ बस्ने के गर्ने भनेर प्लान गरिँदै थियौँ। अनि मैले चाहिँ दिदीहरूले चाहिँ भित्र बस्नु भन्दै होइन, मैले चाहिँ बाहिर बस्छौँ बाहिर, किनभने ड्राई पिकनिक जाँदा त बाहिर बस्दा रमाइलो हुन्छ नि त, त्यही भएर। अनि हामीले चाहिँ तन्ना ओछ्यायौँ। त्यसपछि अनि उहाँ दिदी चाहिँ एकदम जुगासँग डराउनुहुन्छ। अनि जुगा आउँछ जुगाले, मैले चाहिँ आउँदैन भने। अनि त्यसपछि चाहिँ यहाँ खानेकुराहरू सबै रेडी गऱ्यौँ। दिदीले चाहिँ खानेकुरा निकाल्दै हुनुहुन्थ्यो। यो चाहिँ हाम्रो सुशीला दिदीको बर्थडे पार्टी हो, त्यही भएर हामीलाई चाहिँ थाहा थिएन मलाई चाहिँ बर्थडे पार्टी हो भनेर। नभए केक लिएर आउनुहुन्थ्यो। हामीले बर्थडे पार्टी हो भने थाहा भएको भए आऊ मात्र भन्नुभयो, म त गएँ मात्र। अनि थाहा पनि नभएर त्यसपछि हामीले चिकन देखाउँदैछु गाइज। अनि यहाँ हाल्यौँ सबैजनालाई हाल्यौँ। अनि त्यसपछि यहाँ हाई गर्नु भन्दैछु दिदीलाई। अनि चस गर्दै चिसो पनि चेस हाल्दै खाँदै रमाइलो गर्दै कुरा गर्दै एकअर्काको बिल्ला गर्दै हाँस्दै गर्दै। अनि एकछिन दिमागमा चाहिँ आयो नि त्यही नजिक हेमनडाँडा छ, हेमनडाँडा जाउँ भन्ने प्लान पनि भयो हाम्रो। अनि खाइपी गरेर सबै गरेर चाहिँ हामी हेमनडाँडातर्फ पनि लाग्यो गाइज। अनि के कस्तो लाग्छ हेरिदिनु होला मेरो यो भिडियोलाई। बाई बाई।